आदरणीय सम्पूर्ण हेरिरहनुभएका दर्शक महानुभावहरू, आफन्त इष्टमित्र सबैलाई हार्दिक स्वागत गर्दछौँ। हामी यति बेला अछामको कमल बजार नगरपालिका वडा नम्बर 8 डुङ्गालामा छु र डुङ्गालामा आइपुग्दा आज हाम्रो घरमा एकदमै शुभ कर्म भइरहेको छ। हाम्रो शुभ कर्ममा हाम्रो भतिजी विशेष त लामो समयदेखि अलि प्रवासमा रहे तापनि अहिले एकदम हाम्रो यो पुरानो संस्कृति अनुसार शुभ विवाह सम्पन्न हुन गइरहेको छ। कमल बजार नगरपालिका वडा नम्बर 8 मा जन्मिनु भएकी जानकी नेपाली र त्यसै गरेर कमल बजार नगरपालिका वडा नम्बर 1 मा जन्मिनु भएका महेश नेपाली बीच शुभ विवाह सम्पन्न हुँदै गर्दा यति बेला हामी बेहुलीपछि विशेष त डुङ्गालामा आउँदा उहाँहरूको आफन्त हुनुहुन्छ, आमा बुवा हुनुहुन्छ, दाजु ठुलो बुवा सबै नाता पर्ने हुनुहुन्छ। उहाँहरू क्रमशः यहाँ देखिरहनु भएको छ सिनमा। उहाँहरूसँग छोटो छोटो कुराकानी गर्न गइरहेका छौँ, किनभने यो एउटा शुभ कर्मको एउटा संयोग हो। त्यसो भएको हुनाले यो क्यामेरामा कैद गर्न इच्छा अभिभावकले देखाउनु भएको छ। उहाँको बुवासँग कुराकानी गर्नेछौँ। कस्तो छ यो बिदाईको एउटा क्षण पनि हो होइन। क्रमशः रूपमा यो छेउबाटै मैले देखाइरहेको गर्दा यहाँ एउटा खुसीको माहौल पनि क्रिएट भएको छ। यो खुसीको माहौलमा थोरै कुराकानी गरौँ। यति बेला छोटोमा कुराकानी गर्छु। पहिले हुन्छ हाम्रो घरको एकदमै अग्रज व्यक्तित्व उहाँबाट सुरु गर्छु। तपाईँलाई स्वागत छ। अब आफ्नो नाम भन्नुपर्दा मैले पनि भन्न सक्छु। आदरणीय दाजु हुनुहुन्छ लालबहादुर दमाई होइन। उहाँ आज जसरी कन्यादान गर्दै हुनुहुन्छ, कस्तो लागिरहेछ हजुरलाई? केही बोल्दिनु न जस्तो। राम्रो लाग्यो, राम्रो खुसीको दिन, खुसीले राम्रो कुरा। यस्तो यहाँ अगाडि कमै पहिले त भएको थियो होला है। हामीले देख्ने गरेर यसरी भएको थिएन, यसरी ठुलो जनता हुने होइन, यो कुराहरू भएको थिएन। यो बिचमा धेरै लोभ भएको थियो, बिचमा यसरी आफै अब बिहा गर्थे तर यस्तो जनता हुने कुराहरू भएको थिएन। धेरै पछि भयो। यो चाहिँ कस्तो लागिरहेछ हजुरलाई? हामीलाई धेरै राम्रो लाग्यो हजुर होइन। हजुर धेरै खुसी छु। ल हुन्छ। अब यसपछि कर्मशः यता आउँछु म। एकदमै चर्चित व्यक्तित्व हुनुहुन्छ हाम्रो यस क्षेत्रको। अब एउटा इन्जिनियर सुरेश दमाईको बुवा पनि हुनुहुन्छ र उहाँ आफै पनि हुड्के पनि होइन। अब सँगै अलि प्रवासमा बढी बस्नु भएको हुनाले कतिपयले चिन्नुहुन्छ होला। एकदमै ललित दमाई हुनुहुन्छ आदरणीय दाजु, यहाँलाई हार्दिक स्वागत छ। यो देखिराख्नु भएको छ नि जसरी यो खालको एउटा धेरै पछि यस्तो देखियो, के भन्नुहुन्छ? कस्तो लागिरहेछ हजुरलाई? ठिक छ बाबु हिम्मतजी, तपाईँलाई पनि धन्यवाद छ। यो हामीले हाम्रो परम्परा संस्कार हाम्रो संसारमा भएको हाम्रा पुर्खाले बेलदेखि गरिरहेको यो एउटा कन्यादान हाम्रा बिचमा अहिले त्यो कन्यादानलाई पनि लोप भएको जस्तो देखियो। तर अब हाम्रो एउटा छोरी यो हिसाबमा हाम्रो बन्दोबस्तमा हाम्रो हिसाब किताबमा बसेकै हुनाले हामीले यो कन्यादान गर्न पाउन हामीलाई पनि एउटा धेरै खुसीको बात छ। यो भिडियो बनाउने हिम्मत बाबुलाई पनि एउटा धेरै धन्यवाद छ। यति कुरा यति पछाडि पनि यी केटाकेटी सबैले देखन् र यति कुरा यो पछाडि संसारमा हाम्रो यस्तो रहोस् भनिकन हामीबाट अहिले यो अब जानकारी भनौँ, हाम्रो गरेको एउटा संस्कार भनौँ, यति गरेका छौँ। यति हो नि। जस्तो कतिपय अब अहिले केटाकेटीहरू उमेर नपुग्दै होइन, कानुनले पनि 20 वर्ष पारी 20 वर्षपछि बिहे गर्नुपर्छ भनिएको छ होइन। तर चाँडै बिहे गर्ने अथवा भागी विवाह गर्ने प्रचलन बढी भइरहेको छ। यो माघी विवाह आउँदै यसरी चाहिँ सुसम्पन्न एउटा बिहे गर्दाखेरि पनि हामीले अभिभावकले पनि यो चेलीबेटीलाई यसरी कन्यादान गरेर विदा गर्दा पाउँदाखेरि एक छुट्टै किसिमको आनन्द त भयो नि त होइन हजुर? यसै किसिमले हामीले पनि धेरै खुसी छ। यो आएका अतिथिहरूलाई यो विवाहका एउटा बेहुलीलाई पनि यस्तो एउटा राम्रो काम हो, एउटा एकछत्र हो। दुबाका जस्तो साउन बडका जस्तो पाड्यो हामीले गरेको यो कन्यादानलाई एउटा एकछत्र हो। एउटा धेरै धन्यवादको काम मिलोस् यति भन्न चाहनुहुन्छ है? खुसीको क्षण छ। हस्, अब अर्का अब यो बेहुलीका बुवामै पर्नुहुन्छ, जेठो बुवा होइन। अब आफ्नो छोरीको बिदाईमा हुनुहुन्छ नि, कस्तो लागिराखेको छ हजुरलाई? धेरै धन्यवाद लागेको छ। यो पुरानो संस्कृति यो हाम्रा बुबजीले हरिल्याएको आज हामीले यो चरनामा हर्न पायौँ छोरीको, हामीलाई त्यति नै धन्यवाद छ। अब जोस् अब अन्तिम अब उहाँ एकैछिनपछि बेहुलीको बिदाई हुँदैछ होइन यहाँबाट जन्मगन घरबाट उहाँ कर्मघरतिर जाँदै हुनुहुन्छ। त्यही सिलसिलामा तपाईँ अब
जसरी दुलहीको तर्फबाट ठुलो बा हुनुहुन्छ होइन हजुर जसरी हजुरले चाहिँ आफ्नो कन्यादान गरिसक्नु भएको छ उहाँलाई चाहिँ हाम्रो स्थानीय भाषामा गोडो धुवाई होइन त्यो किसिमको गरिसक्नु भएको छ होइन खुसी लागिरहेको त्यो छोरी दुबाजीले जाऊ पाते पनि भरि जाऊ बडा ता पाडा दुबा ता छाउनु दुध पुत सक्नु धन दौलत पनि सक्नु त्यसको भरमपुर हो जाऊ मुनिका गडामा त्यसको राहाडी साहाडी हो जाओस् भन्ने कामना गर्न सक्नुहुन्छ ल यतापट्टि हो म हजुरको नाम जोड्न बिर्सेछु के अरे है कलपति होइन त कलपति दमाई उहाँ बेहुलीपट्टिको के अरे उहाँको ठुलो बुवा अब यतापट्टि दल दमाई धन्यवाद चाहिँ आदरणीय दाजु हुनुहुन्छ धन्यवाद मेरो नाम दलबहादुर दमाई हो वडा नम्बर नगरपालिका कलबजार नगरपालिका वडा नम्बर 8 दलबहादुर दमाई मेरो नाम हो कस्तो लागेको छ आज छोरीले कन्यादान गर्न पाउँदा होइन अरे मलाई त धेरै राम्रो हामीले एउटा खुसी छौँ अनि अब के छ भने अहिले चाहिँ यहाँ मोबाइलमा पहिलो जाने अनि चाहिँ बाटोमा हामीले थाहै नभएको कुरा अहिले हामीलाई धेरै जानकारी छोरीले गरी यो हामीलाई धेरै धन्यवाद छ होइन सो अब त्यो छोरीको एउटा छोरीको एउटा हाम्रो बाजा पाइन्ट सावल र बडा चापाइडा अब हाम्रो छोरीसँगबाट हामी देख्न पाएँ म धेरै खुसी छु हाम्रो चाहिँ एउटा पत्रकार हिक्मत दमाईलाई पनि एउटा धन्यवाद छ हुन्छ म दलबहादुर दमाई हस् तपाईँको कुरा पनि लियौँ यति बेला अब हामी मुख्य चरणमा जस्तो यहाँ विवाहको एउटा शुभकर्म हुँदै गर्दा यहाँनिर मैले बिहान यहाँ पुग्दै गर्दाखेरि पनि दाजुसँग कुराकानी भएको थियो अहिले जो देखिराख्नु भएको छ सिनारियोमा अभि दमाई उहाँ मुख्य आज बेहुली हुनुहुन्छ उहाँलाई हुर्काउन बढाउन होइन यहाँसम्म पढाउन धेरै सङ्घर्ष गर्नुभएको छ सानै उमेरदेखि उहाँले चाहिँ जसरी आफ्नो कर्म पुरा गर्नुभएको छ आज कन्यादान गर्दै हुनुहुन्छ हजुरलाई अब यो बिदाईको क्षणमा अलिकता केही भावुक हुनु पनि सक्नुहुन्छ होइन तर आज एउटा सानो जन्मेर आज झन्डै 23-24 वर्ष पालेको छोरी अथवा हुर्काएको छोरी होइन बढाएको छोरीलाई पढाइ घरमा पुर्याउँदै जान त्यसरी विवाह गरेर कन्यादान गरेर दिँदाखेरि कस्तो महसुस भइरहेछ एकदमै के लाग्दो रहेछ एउटा बाबुलाई होइन बताउनु न केही कुराहरू गर्नु न हजुर म धेरै कहाँ त भनौँ के भनौँ भन्ने कुरा मेरो केही पनि छैन तर जस्तै जय भाइलाई तकलिफ हुन्छ त्यही भाइलाई संसारमा चलाइदिनु हुनु भनी अनुरोध पनि मेरो छ बिन्ती पनि छ निवेदन पनि छ जो भाइ हो जो भाइबारीको हो भनेर कोही भाइले पनि भेदभाव नहोस् भन्ने म एउटा प्रार्थना गर्दछु अब एउटा अरू धेरै पनि म बोल्न कहीँ चाहन्न अब म एउटै कुरा भन्छु छोरी जस्तो हिसाबबाट छोरी भए पनि आज म साह्रै दुःखी पनि छु सुखी पनि छु हजुर अब यो खासमा यहाँनिर कुरा के छ भने हजुरले केही कुरा गरिहाल्नुभयो जो बुवा चाहिँ ध्वजबहादुर अब हाम्रो पदम उहाँ हाम्रो गाउँठाउँमा ध्वज भनेर चिन्ने तर उहाँको वास्तव नाम पदम हो होइन उहाँबाट जन्मिनु भएको हो तर प्रसङ्ग के भयो भने उहाँको तत्कालीन समयमा आमा बित्नुभयो होइन अनि त्यसपछि उहाँले उक्त छोरीलाई चाहिँ धेरै हुर्काउन बढाउनमा ठुलो बुवाले एक किसिमले होइन भूमिका खेल्नुभयो मुख्यतया त्यो कुरा हो के भने यो एउटा महत्त्वपूर्ण पाटो छ कि समाजमा एकदमै पीडा दुःख बेहोरिरहेका छन् कहिले आमा कहिले बुवा बित्दाखेरि पनि त कतिपयलाई चाहिँ त्यो आफ्नो अभिभावक जो ठुलो बुवा अथवा अरू परिवारले त्यति हुर्कन पालन पोषण नगरिराखेको परिस्थितिमा तपाईँले एकदमै आफ्नो बुवा सरह नै रूपमा हुर्काउनु बढाउनु भयो नि त होइन त्यो कुराहरू हामीले किनभने यो एउटा प्रेरणा पनि होस् अरूलाई के यो सन्देशमूलक कुरा छ म थोरै पदम दमाई आदरणीय दाजु अब जसरी तत्कालीन समयमा तपाईँ हाम्रो क्षेत्रको एकदमै शैक्षिक रूपमा हाम्रो यो परिवारमा पनि पहिलोपटक एसएलसी पास गर्ने व्यक्तित्व हो त्यो एउटा इतिहास छ तर परिस्थिति अनुसार दण्डकाल भयो अन्य कारण भयो यो नेपालमै केही गरेर बस्ने परिस्थिति भएन अनि हजुरबाट पहिलो श्रीमतीको दुखान्त निधन पनि भयो जन्मिनु भएको छोरी जो आज बिदाई गर्नुपर्ने परिस्थिति आयो र तत्कालीन समयमा तपाईँ अब भर्खर युवा अवस्थामा हुनुहुन्थ्यो त्यतिखेर श्रीमती विद्याको एउटा पीडा त्यो पीडा चाहिँ एउटा होइन हजुरको दाजु उहाँले चाहिँ सम्हाल्न एकदम सहज गर्नु भयो नि त छोरीले चाहिँ एक किसिमले अहिलेसम्म पनि उहाँले एकदम सहज कस्तो त्यो कुराहरूलाई सम्झनु न एकचोटि विगतमा कस्तो थियो परिस्थिति र अहिले कस्तो लागिरहेको छ आजको दिनसम्म आइपुग्दा अब यसमा धेरै भन्नु मलाई केही पनि छैन विगतको कुरा गर्दा त अब हजुर अब आफ्नो जिन्दगी अब दुःख सुखमै बितियो
अब अहिले अब यो दाजु भाउजूको साथ सहाराले गर्दा अब मलाई अब धेरै राम्रो पनि भयो, खुसी पनि छ। र यो बाबु अब सानो अवस्थाबाट अहिले पनि अहिले अब यो 20-22-24 वर्षको उमेरमा दाजुले अब लेखाए पढाए तलतिरबाट नि। हजुर यो तलतिरबाट लेखाएर पढाएर पनि यो ठाउँमा आएर हाम्रो एउटा यो संस्कृति अनुसार चलन चाल्ती अनुसार आफ्नो इष्टमित्रसँग अब विवाह गर्न हामी सफल भयौँ। यसमा म धेरै खुसी छौँ। र अर्को कुराकानी अब धेरै भन्नु केही छैन। अब जसरी यो हाम्रो यो शुभ विवाह सम्पन्न भयो, त्यसै गरेर आउन यिनका दिनहरू सुखमय बितन्। अब यस्ता कोही सुख दुःख आए पनि तिनलाई सहज गरून् भनेर म यति भन्न चाहन्छु। र अर्को कुराकानी अब हामीबाट यसरी अहिले अब यो बाबुलाई बिदा गर्दा त धेरै दुःख पनि छ, खुसी पनि छौँ। आज धेरै खुसी, उहाँको नयाँ जीवन सुरु भयो एउटा हैन। आज धेरै खुसी पनि छौँ। तलतिरबाट नि यहाँ आउँदाखेरि उहाँ नेपालमा आउनको एउटा खुसी। र यो ठाउँमा यसरीकन अहिले धेरै सालको बादमा एउटा मैले के एउटा दुःखले होइन कि एउटा खुसीले एउटा खुसीले एउटा यो जनता पनि अब हजुर गर्न अब सफल भयौँ। अब मेरा अब युवा त कमै छन्। मेरा बड्डा छन्, बड्डा दाजु, हामी 5-6 भाइको सहायताले यो हामीले काम गर्न सफल भयौँ। यसमा मलाई धेरै खुसी छ। एउटा कुरा हजुरले भन्नुभएको थियो महत्त्वपूर्ण के, जस्तो हाम्रा अधिकांश दाजुभाइहरू रोजगारको सिलसिलामा प्रवास भारतमा रहने, अनि केटाकेटी पनि उतै हुर्किने, उतै विवाह गर्ने, उसै त भन्यो भने इन्डियनसँग अझ परदेश अरू परभूमिसँगमै बढी घुलमेल हुने किसिमको थियो। तर यो बिचमा चाहिँ उहाँले परिस्थिति अनुसार इन्डिया गएर त्यहाँ रोजगारी गरेर उतै पढाइ लेखाइ नानीको गरे पनि, तर नेपालमै आएर फेरि होइन कुलस्टरसँग हाम्रो यहाँ चाहिँ यसरी यो मागी विवाह गरेर एउटा कन्यादान गरेर दिने कुराहरू एउटा पुरानो संस्कार अनुसार जुन किसिमको भयो नि, एउटा यो त महत्त्वपूर्ण छ नि सांस्कृतिक रूपमा भन्दाखेरि होइन दाजु। अब यसमा भन्दाखेरि हामीलाई अब के छ भनेपछि अब यो बाबु राम्रोसँग अब बुवा आमाको भनेको मानेर राम्रो बुवाको भनेको मानेर पढ्नतिर पनि सफल भई। र अर्को कुराकानी अब यो तलतिरबाट यताउता गर्ने बेला त केही अरू पनि हुन्थ्यो। अब एउटा खुसीको कुरा के हो भने यो बाबुको र हाम्रो एउटा प्रेरणा दुःखले गर्दा मात्रै हामी यो ठाउँमा गएर अब मेरा आमा हजुर अब उहाँको त हजुरबुवा हुनुहुन्छ, आमा पनि अब अहिले कति 82 वर्षको हुनुहुन्छ। उहाँकै समयमा लिएर त्यसरी अब यो गाउँमा बाबुको केही गरिदिँदाखेरि राम्रो होला भनेर मात्रै हामीलाई भाइ यो गरेका हौँ हामीले। अब हो नि यो काम गरियो। अब अर्को कुराकानी अब कसैलाई कोही 20 वर्षकी कोही 12 वर्षकी पनि जान्छन्, कोही अब 14 वर्षकी पनि जान्छन्, कोही 15-16 वर्षकी पनि जान्छन् होइन। अब यसमा हामीले अब एक दुई मत कुरो नभएर यो बाबु अब आफ्नो आमाबुवाको अन्डरमा बस्दाखेरि हामीलाई त्यो नै धेरै खुसी लाग्यो होइन। धेरै नै खुसी लाग्यो। अहिले यो बाबुको यो हैसियत र खुसीलाई हामीले यो विवाहको यो एउटा जनता बाजागाजाको रूपमा परिणत गरेर यो विवाह हामीले यसरी सम्पन्न गरेका छौँ। यति नै धेरै खुसी छ हामी। धेरै धेरै धन्यवाद छ। महत्त्वपूर्ण कुराकानी भयो, एउटा समाजमा प्रेरणादायी कुराकानी छ र एउटा सांस्कृतिक जगेर्ना गर्ने कुराहरूमा भएको हुनाले पनि यहाँ भर्खरै अब गोडधुवाई यहाँ अब केही बाँकी रहेको कुराहरू भएको कारणले हामीले कुराकानी अलिक छोट्यायौँ। कसैको केही भन्नु छ दाजु तपाईँको केही अन्तिममा? हजुर म धेरै के भन्न सक्छु। आज आफैमा खुसी हुनुहुन्छ, कति केही कुराहरू नभनेर पनि अनुहारले बताउँछ। तपाईँ एक किसिमले एकदमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भयो होइन, पढाउनु भयो, हुर्काउनु भयो, बढाउनु भयो एउटा चेलीलाई। आज एउटा बिदाईको क्षणमा एक किसिमले खुसी, एक किसिममा दुखी, एक किसिमले खुसी हुनुहुन्छ होइन। यो किसिमको आज तपाईँले एउटा महत्त्वपूर्ण जिम्मेवारी पुरा गर्नुभएको छ आफ्नो एउटा कर्म दिने बुवाको हिसाबमा। एकदमै धन्यवाद छ यहाँलाई। म पनि आग्रह धन्यवाद दिन चाहन्छु। यहाँ आमा बुवाहरूसँग कुराकानी गर्दै गर्दा मम्मीहरू हुनुहुन्छ। ल